नमस्कार 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 शुभ बिहानी। यति बेला म रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर 9 साबिकको वडा नम्बर 6 टाटेपाखाको माथिको खर्नेटा भन्दा तल छटोके भन्ने स्थानमा यति बेला उपस्थित भइसकेको छु। यति बेला मेरो हातमा तपाईहरुले देख्न सक्नुहुन्छ दुईवटा लालीगुराँस सँगै अर्को पनि छ तीनवटा लालीगुराँस। अनि म आज यहाँ किन आएको छ भन्ने तपाईहरुलाई लाग्न सक्छ। म चाहिँ पानी परिसकेपछि जब घाम लाग्यो त्यसपछि चाहिँ च्याउ उम्रिसक्यो भन्ने हिसाबले म यति बेला रन बन डाँडा काँडा वन पाखा सबै ठाउँ घुम्दै रिङ्दै च्याउ खोज्न आएको। हेर्नुस्, अहिले म तपाईहरुलाई देखाउन चाहन्छु। अहिलेसम्म भर्खर मैले यति च्याउ चाहिँ पाइसके है। हेर्नुस्, च्याउ हेर्न सक्नुहुन्छ। च्याउ चाहिँ भेटिसकेको छ। एक छाक जति चाहिँ भइहाल्नेछ। मलाई आलुसँग मिसाएर खाने भइहाल्छ। मसँग साला पनि आउनु भएको थियो। उहाँले चाहिँ भेटाउनु भएन। अब के गर्नु, साथमा आइसकेपछि उहाँलाई पनि दिनै पर्यो, बार्नै पर्यो। हामी चाहिँ लगभग दुईजनालाई 2 छाक चाहिँ हुन्छ यो च्याउ चाहिँ है। अब यति रमाइलो छ गाउँले जीवन, यति राम्रो छ, मौसम यति सफा छ, वरिपरि हरियाली डाँडा काँडाहरू छन्। मन चाहिँ निकै नै उत्साहित छ, खुसीले पुरुङ्ग छ यति बेला मन। मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ तपाईहरुले हाम्रो छिमेकी जिल्ला रोल्पाका विभिन्न ठाउँहरू देख्न सक्नुहुन्छ। हाम्रो चुनबाङमा काम गर्ने नेटवर्कको पहुँच पनि तपाईहरुले देख्न सक्नुहुन्छ। पहिला चाहिँ हाम्रो जिल्ला धुरीबाट चाहिँ टावरले फोकस गर्थे भने अहिले हाम्रो यही साबिकको वडा नम्बर 6 खालडाँडामा चाहिँ नेपाल टेलिकमको टावर अवस्थित छ। हामी त्यतातिर हेर्यौँ भने चाहिँ रुकुमकोट, हाम्रो चुनबाङबाट रुकुमकोट जाने सडक त्यहीँनिर छ। अहिले त्यहाँ केन्द्रीय लाइनहरूले विस्तार भइसकेको छ, नभने पनि बिजुलीका पोलहरू गाडिसकेका छन्, तारहरू तानिसकेका छन्। एकदमै रमाइलो छ, रमणीय छ ठाउँ। तपाईहरु पनि एकचोटि हाम्रो चुनबाङमा चाहिँ भिजिट गर्न सक्नुहुन्छ। हेर्न लायकका, देख्न लायकका दृश्यहरू निकै नै छन् यहाँ। अनि यही माथि, अलिकति माथि खरेटा लेकमा पुगिसकेपछि तपाईहरुले एकदमै रुकुम पूर्वका विभिन्न भागहरू, सिस्ने हिमालसँगै तपाईको माथि सिमाना बागलुङ रोल्पा रुकुमको सिमाना पातिहाल्ने त्यहाँ पनि देख्न सक्नुहुन्छ। आजभोलि हिमालमा हिउँहरू सेताम्ने छन्, वनहरूमा लालीगुराँसहरू रातम्ने फुलिरहेका छन्। एकदमै मनोरम दृश्यहरू हेर्नको लागि एकचोटि तपाईहरु रुकुम पूर्वमा आइदिनुहोस् है त। यति भन्न चाहन्छु।